छन्, कोही केहीको लागि छन्, तर हामी निकाय भने यो शान्ति सुरक्षाकै लागि होइन। त्यसै कारण हाम्रो प्रमुख दायित्व त्यही नै हो, अपराध नियन्त्रण गर्नु, अपराध त्यस्ता भएको खण्डमा चाहिँ पत्ता लगाउने कुरा। अब चाहिँ मेरो कुरा गर्दाखेरि योभन्दा अगाडि एसपीमा मैले चाहिँ गढमा बसेको छु, एउटा जिल्लामा पनि बसेको छु, अन्य जिल्लामा, तराईको जिल्लामा। त्यस्तै इन्टरपोलबाट म यहाँ छु, मेरो चाहिँ यहाँ ट्रान्सफर भयो। यहाँ अब एक त काठमाडौँमा हुर्केको हिसाबले काभ्रेको बारेमा धेरै थाहा छ। यो काभ्रे भनेको अब काठमाडौँसँग जोडेको जिल्ला, यहाँका हुन सक्ने अपराध भइरहेको कुराहरू यो सबै काठमाडौँमा बसिराख्दा, काठमाडौँमा हुर्किराख्दाखेरि यहाँको बारेमा थाहा भइ नै हाल्छ, मलाई थाहा पनि छ। र यहाँ चाहिँ पहिला 63-64 सालमा चाहिँ म एउटा बागमती गुल्म भन्ने थियो, त्यो पहिला पछि यहाँ पनि त्यो बागमती गुल्मको काम चाहिँ अञ्चल गुल्म थियो। अनि त्यो काम चाहिँ यो बागमती अञ्चलमा भएको जिल्लाहरूलाई थप मद्दतको रूपमा चाहिँ स्पेसली भिड क्राउड कन्ट्रोलको रूपमा चाहिँ सहयोग गर्ने थियो। त्यति बेला चाहिँ समस्या 63-64 सालतिर अलिकति समस्याहरू यो रक्तचन्दनको होइन, अनि त्यस्तो समस्याहरू थियो। र रक्तचन्दनहरू यिनीहरू पार्ट हो। अर्को चाहिँ सडक दुर्घटना हुँदाखेरि त्यति बेला क्षतिपूर्तिको कुरा लिएर सडक जाम हुने, 2-3 दिन नै सडक जामहरू हुने, त्यो सडक जामहरू खुल्न नसक्ने भर्खर 63-67 बेलामा चाहिँ त्यो माहौल पनि फरक थियो। मान्छे खिच्दाखेरि, मान्छेको दुर्घटना मृत्यु हुँदाखेरि अथवा केही ठोकिँदाखेरि पनि सडक जाम हुने, अनावश्यक डिमान्डहरू हुने, धेरै डिमान्डहरू हुने, त्यस्तो स्थिति थियो। त्यति बेला चाहिँ म यहाँ बागमती गुल्मबाट चाहिँ धेरै पटक आएको छु। यो यहाँको भिड नियन्त्रण काभ्रे जिल्लामा चाहिँ भएका कुराहरूमा भिड नियन्त्रण गर्दाखेरि म 2-3 दिन बसेर पनि गराएको छु। यहाँ भयो, सिन्धुपाल्चोक भयो, कतिचोटि चाहिँ दोलखासम्म पनि जान्छ, र अन्य बागमतीको अन्य नुवाकोटदेखि रसुवा चुनाव इलेक्सनको टाइममा पनि छ। यो यता मेलम्चीका कुराहरू भयो, यो सबैमा म धेरै 1.5 वर्ष लगभग त्यहाँ 1.5 वर्ष बसेँ। त्यति बेला चाहिँ यहाँ इन्भल्भ छु। त्यसै कारण यहाँको केही कुराहरू मैले त्यति बेला बुझ्ने मौका पाएको। र यो अब धेरै भयो, म त्यो 63-64 बेला, र अहिले चाहिँ हामी चाहिँ अब 81-82, अब त यो 82-83 को पुग्यो। त्यही कारण यो धेरै वर्षको ग्याप, 17-18 वर्षको ग्याप। यो ग्यापमा धेरै कुराहरू चेन्ज भइसकेको छ। क्राइम गर्ने चाहिँ अब मोडालिटीदेखि क्राइमका स्वरूपहरूदेखि सबै कुराहरू चाहिँ चेन्ज भइसकेको छ। त्यसै कारण चाहिँ अब काठमाडौँसँग उपत्यकासँग जोडिएको जिल्ला, त्यत्रो ठुलो जनशक्ति के अरे पपुलेसन डेन्सिटी भएको जिल्लासँग, राजधानी जस्तो जिल्लासँग जोडिएको जिल्ला अवश्य पनि एकदमै सेन्सिटिभ हुन्छ। यहाँ कतिपयको हामीले चाहिँ थाहा पाउने गरेका छौँ, काठमाडौँमा हुने चाहिँ क्राइमहरूमा जस्तै यो त्यसको आउटर जिल्लाहरू जस्तै नुवाकोट भयो, जस्तो चाहिँ धादिङ, जस्तो काभ्रे, सिन्धुपाल्चोक, यिनीहरूलाई हाइड आउट प्लेस बनाउने, क्राइम गर्ने, यता आएर लुक्ने, त्यस्ता कुराहरू चाहिँ धेरै चाहिँ सुनिन्छन् र भेटेको छ। चोरीका कुराहरू पनि त्यस्ता हुन्छ। काठमाडौँका धेरै जस्तो भएका चोरीका स्पेसली अघि नै कुरा भयो मोटरसाइकल, त्यो चाहिँ बाहिर काठमाडौँभन्दा बाहिर जाने गरेको भेटिन्छ। हामीले कतिपय अवस्थामा काठमाडौँमा काम गर्दाखेरि पनि चोरीका मोटरसाइकलहरू सिन्धुपाल्चोक, दोलखा, यो हजुरको यो काभ्रेको विगत ग्रामीण क्षेत्रहरूमा चाहिँ त्यस्ता मोटरसाइकलहरू चाहिँ भेट्ने चाहिँ गरे अहिले भेटिन्छ त्यस्तो। त्यसै कारण चाहिँ काभ्रे जिल्ला र अर्को चाहिँ अहिलेको परिस्थितिमा अब तपाईँ यहाँहरू सबैलाई अवगत नै छ, अहिले अलिकति भोलेटाइल सिचुएसनहरू चाहिँ छ। कति बेला कुन घटनाहरू घट्न सक्छ भन्ने कुराहरू त्यो चाहिँ अड्कल गर्न गाह्रो हुन्छ। त्यसै कारण एज अ पुलिसको निकाय, सुरक्षाकर्मीको हिसाबले हामीले चाहिँ जति बेला पनि एकदम हाई अलर्टमा बस्नुपर्ने चाहिँ जरुरी चाहिँ रहन्छ। त्यसै कारण चाहिँ यो त्यति सजिलो जिल्ला अथवा त्यस्तो क्राइम नघट्ने जिल्ला भनेर हुँदैन। यहाँहरूले अघि नै भनेका चोरीका फाटुट कुराहरू हुन्, फाटुट घटना, तर त्यो पनि एउटा सेन्सिटिभ हुन्छ। एउटा कुनै ठुलै क्राइम मात्रै सेन्सिटिभ हुन्छ भन्ने होइन, कुनै हत्या त्यति बेला एक हिसाबले चाहिँ त्यो धेरै सेन्सिटिभ उसमा जान्छ भने कुनै केस चाहिँ एकदमै त्यो ठुलै घटना भने त्यसलाई चाहिँ अलिकति शान्ति सुरक्षाको हिसाबले अलिकति त्यो कम त्यसको चाहिँ एफेक्ट हुन्छ। त्यसै कारण काभ्रे जिल्लालाई पनि मैले एकदमै सेन्सिटिभ जिल्ला र चुनौतीपूर्ण जिल्लाको रूपमा चाहिँ लिएको छु। त्यसै कारण हाम्रो अघि नै प्लान के छ भन्नुभयो, प्लान चाहिँ नर्मली हाम्रो पुलिसकै एक्टिभिटिजहरूको हो। यसमा
अब प्रहरीले गर्नुपर्ने प्रहरीको परिचालनहरू चाहिँ म्याक्सिमाइज गरेर म्याक्सिमम रूपमा चाहिँ प्रचालन गरेर हुनसक्ने थ्रेटहरूलाई चाहिँ कन्ट्रोल गर्ने नै अब हो। यसको लागि चाहिँ प्रहरी परिचालनदेखि हाम्रो म्यान पावरको अलिक कम हुन्छ प्रायः चाहिँ यो पहाडी क्षेत्रमा अथवा यहाँ काभ्रे जिल्लामा पनि जुन म्यान पावर त्योभन्दा अलिकति कम छ र त्यसलाई हामीसँग भएकै स्रोत साधन म्यान पावरलाई चाहिँ अब म्याक्सिमम उपयोग गरेर अब यस्तोको यहाँको शान्ति सुरक्षा यहाँको मेन चाहिँ शान्ति सुरक्षालाई चाहिँ एकदम शान्ति सुरक्षा कायम गर्ने सुव्यवस्था कायम गर्ने हिसाबमा चाहिँ हामी परिचालन हुनेछौँ। अब यहाँको कुराहरूमा अहिलेको सबभन्दा ठुलो इस्यु भनेको यहाँको अब जस्तो हिजो देख्नुभयो 2 घन्टा चाहिँ एउटा कुनै भेगमा यो दुरीखेलदेखि यो भेगमा चाहिँ पानी पर्दाखेरि सडक जाम भयो। लगभग यो चाहिँ 12-13 घन्टा सडक जाम भयो, आवाजाही हुन सकेन। अब यो एउटा चाहिँ ठुलो अहिलेको च्यालेन्जिङ छ र केही ठाउँहरू यो पहिलाको बर्सातले गर्दा चाहिँ यो वर्षायाममा चाहिँ त्यहाँ क्षति भएको छ। अब त्यो ठाउँ पनि जोखिममै छ, अझ मिल्न सकेको छैन र अन्य ठाउँहरू पनि जोखिममा छन्। त्यसै कारण चाहिँ यहाँ हामीले चाहिँ त्यस्ता जोखिम भएको ठाउँहरूलाई चाहिँ फर्स्टमा आइडेन्टिफाई गरेर अब त्यसमा वर्कआउट यो समयमै गर्नुपर्ने अवस्था छ। त्यसै कारण मङ्गलबारको यो प्रकारदेखि हामी सबै स्थानीय स्तरसँग चाहिँ कोअर्डिनेसन गरेर एउटा मास्टर प्लान बनाएर त्यसमा अगाडि बढ्छौँ र यता शिविर साबरसम्म जाहेर भएको छ। अब निकट उसमै हामी सबै गाउँपालिकाहरूमा गएर नगरपालिकाहरूमा गएर त्यहाँको वस्तुस्थिति बुझेर त्यहाँ चाहिँ कोअर्डिनेसन गर्ने र यो सडक जाम भयो, आवाजाही हुन सकेन। अब यो एउटा चाहिँ ठुलो अहिलेको च्यालेन्जिङ छ र केही ठाउँहरू यो पहिलाको बर्सातले गर्दा चाहिँ यो वर्षायाममा चाहिँ त्यहाँ क्षति भएको छ। अब त्यो ठाउँ पनि जोखिममै छ, अझ मिल्न सकेको छैन र अन्य ठाउँहरू पनि जोखिममा छन्। त्यसै कारण चाहिँ यहाँ हामीले चाहिँ त्यस्ता जोखिम भएको ठाउँहरूलाई चाहिँ फर्स्टमा आइडेन्टिफाई गरेर अब त्यसमा वर्कआउट यो समयमै गर्नुपर्ने अवस्था छ। त्यसै कारण मङ्गलबारको यो प्रकारदेखि हामी सबै स्थानीय स्तरसँग चाहिँ कोअर्डिनेसन गरेर एउटा मास्टर प्लान बनाएर त्यसमा अगाडि बढ्छौँ र यता शिविर साबरसम्म जाहेर भएको छ। अब निकट उसमै हामी सबै गाउँपालिकाहरूमा गएर नगरपालिकाहरूमा गएर त्यहाँको वस्तुस्थिति बुझेर त्यहाँ चाहिँ कोअर्डिनेसन गर्ने र यो व्यवस्थापन यो विपद व्यवस्थापनको लागि चाहिँ विपद व्यवस्थापनमा चाहिँ हामीले चाहिँ काम गर्नेछौँ। अब यहाँ हजुरहरूको धेरैको चासो होला, अलिकति यो उसमा चाहिँ यो टिपरहरू अलिक बेसी चल्छन् यहाँ। यो ढुङ्गा गिट्टीहरूको चाहिँ छ, यसलाई म्यानेज गर्नुपर्ने जरुरी छ। अनि यो जुन नियम गरिएको छ त्यो नियममा यत्रो धेरै चढ्दाखेरि चाहिँ यसलाई उल्लङ्घन गर्ने र छलिहालौँ भन्ने किसिमको जुन छ त्यसले गर्दा चाहिँ त्यसलाई चाहिँ एउटा व्यवस्थापन गर्नु, एउटा व्यवस्थित तरिकाले गर्नुपर्ने त्यसमा पनि जरुरी देखिन्छ। भयो त्यो खानी क्रसरका कुराहरू मैले यहाँ भने अवैध किसिमले यदि कसैबाट सञ्चालन भएको छ भने त्यसलाई हामीले तुरन्त नियन्त्रण हुन्छ। मैले चाहिँ एउटा वर्कआउटहरू हामीले गरिरहेको छौँ। अब पहिला पनि त्यो भइ नै रह्यो, अब यसमा चाहिँ कन्टिन्यू हुन्छ। यसमा चाहिँ त्यस्ता कुरालाई हामी हेर्छौँ र लिगल्ली गएको तर मापदण्डहरू पुरा नगरेका यस्ता कुराहरूलाई पनि हामीले चाहिँ एकदम हेर्नेछौँ। यस्ता कुरामा चाहिँ कारबाही चाहिँ अगाडि बढ्नेछ। अब क्राइमको कुराहरू गर्दाखेरि मैले अघि नै भने अब यो यत्रो धेरै पपुलेसन भएको काठमाडौँसँग चाहिँ जोडेको हुनाले यो जहिले पनि सेन्सिटिभ छ। हरेक ठाउँमा हरेक किसिमका क्राइमहरू यहाँ हुने सम्भावना त्यत्तिकै रहन्छ। त्यस्तो कुराहरू पनि हामी चाहिँ एकदम सिरियसली चाहिँ त्यसलाई हेर्छौँ। अलिकति अब एउटा उसमा कार्यक्रमहरूको कुराहरूमा चाहिँ जस्तो मैले यहाँ देखेको अहिले मानव बेचबिखन र यो ओसार पसारको समस्या चाहिँ एकदम म्याक्सिमम छ। अब यो मानव बेचबिखन ओसार पसारलाई न्यूनीकरण गर्नको लागि अथवा यसलाई कन्ट्रोल गर्नको लागि चाहिँ क्याम्पेनिङको आवश्यकता छ। एउटा अहिले हेर्नुहोस्, अहिले तपाईँले चाहिँ एयरपोर्टमा देख्न सक्नुहुन्छ, अहिले तपाईँले बोर्डर साइडमा गएर हेर्ने एकदम यो चाहिँ मानवीय कुराहरूसँग छ, टच छ यसको। त्यसै कारण यो मान्छेहरू अल्पत्र पर्ने बाहिर गएर भनेको काममा नलाग्ने र यहाँदेखि अब भिजिट भिसा यिनीहरूको नाममा चाहिँ अब उता चाहिँ त्यो भनेको ठाउँमा नगएर शोषित हुने यो एकदमै यो छ। त्यसै कारण चाहिँ मानव बेचबिखनको कुराहरू यहाँ मात्र होइन, इभन अहिले यो अलिकति यो कन्ट्रीहरूको केही यो अनइम्प्लोयको धेरै भएको हाई भएको उसमा चाहिँ यो मानव बेचबिखन जो चाहिँ विदेश जान्छ त्यसमा मानव बेचबिखन हुने चान्सेस म्याक्सिमम छ। यो रिजनल समस्या नै भइसकेको छ। त्यसै कारण
काभ्रेमा पनि यो डाटा हाई छ, यहाँबाट पनि बाहिर जाने चाहिँ धेरै हुनुहुन्छ। त्यसै कारण उहाँको सुरक्षाको लागि, उहाँ सुरक्षित हिसाबले चाहिँ जाओस् भन्नको लागि चाहिँ यो हामीले एउटा चाहिँ मानव बेचबिखन विरुद्धको एउटा चाहिँ क्याम्पेनिङ गर्न जरुरी छ। त्यसलाई मैले चाहिँ एकदमै अगाडि बढाउनेछु र यहाँहरू सबैको चाहिँ त्यसमा साथ हुनेछ भन्ने चाहिँ मैले आशा गरिरहेको छु। त्यस्तै जिल्ला प्रहरी कार्यालयले लिएको योजनाहरू जस्तो एन्टी ग्याम्बलिङको कुराहरू चाहिँ जिल्ला प्रहरी कार्यालयले पहिला चाहिँ त्यो चाहिँ कार्यक्रम ल्याएको। एन्टी ग्याम्बलिङ अर्को के थियो त्यो कुराहरूलाई मैले पनि त्यो अघि नै पनि कुरा निस्क्यो। ग्याम्बलिङका कुराहरूको समस्या सुनिन्छ, त्यो ग्याम्बलिङहरू होटलमा खेलाउने यो कुराहरू चाहिँ बिल्कुल हुँदैन। यसमा चाहिँ पुरै हाम्रो युनिटहरू परेसान हुन्छ। अब त्यस्तै किसिमको एउटा कुरा चाहिँ अब यो टुरिस्ट एरियाहरू पनि हो, अब यहाँ होटलहरू धेरै छन्, त्यस्तै कारण चाहिँ त्यस्ता अनैतिक क्रियाकलापहरू चाहिँ हुन सक्ने बढी चान्सेस हुन्छ। त्यस्तो ठाउँमा चाहिँ हामी निगरानी अवश्य पनि राख्छौँ।